शरणं गच्छामि धम्मं शरणं धर्मं शरणं गच्छामि गच्छामि संघं शरणं संघं शरणं गच्छामि गच्छामि। रूपन्देही जिल्लाको भैरवा साइकल सिटी भैरवाको विशेष आतिथ्य र आयोजनामा नेपाल देशका विभिन्न स्थान भर्खरै जन्मेको उहाँ हाम्रो सिद्धार्थ कुमार होइन बोधिसत्वले यो चाहिँ संस्कृत पाली भाषामा यो वाक्य भन्नुभयो। त्यस बेला भनिन्छ यो पृथ्वी कम्पन भयो अरे, आकाशमा चराचुरुङ्गी जोडले कराउन थाले रे। अब किताबमा के लेखेको छ भने यस बेला यहाँ के भयो त लुम्बिनीमा वरिपरि भएका अन्धाहरूको आँखा खुल्यो, लुम्बिनीमा वरिपरि भएका बहिराहरूको कान खुल्यो, लुम्बिनीमा भएका लाटाहरूको मुख खुल्यो र यो धरतीबाट धेरै तल मर्ते लोक पाताल छ जहाँ पापीहरू जानुपर्छ, त्यहाँ सधैँभरि अन्धकार रहन्छ। तर यो बुद्ध लुम्बिनीमा जन्मदाखेरि त्यहाँ एकछिनको लागि प्रकाश पनि देखा पर्यो भनेर त्यसरी किताबमा उल्लेख छ। अब तपाईँहरू यस्तो एउटा चाहिँ साइकलमा सधैँभरि होइन तपाईँहरू ठाउँ ठाउँ विभिन्न खालको दृश्यहरू हेरेर तपाईँको एउटा भनौँ दिनचर्या भनेको यात्रा हो होइन, यात्रा हो तपाईँको दिनचर्या। भगवान् बुद्धले पनि यात्रा गरेर बुद्ध हुनुभएको। उहाँ कपिलवस्तुको राजाको छोराको रूपमा उहाँले चाहिँ बुद्धत्व प्राप्त गर्नुभएको होइन। त्यहाँबाट यात्रा सुरु भयो, यात्रा गर्दै 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 गएर होइन त्यसपछि लगभग यहाँबाट 800 किलोमिटर बुद्धगयासम्म गइकन उहाँले चाहिँ त्यहाँ बुद्धत्व प्राप्त गर्नुभयो। त्यो एकै दिनमा भएको होइन त्यो होइन। उहाँले लगभग 6 वर्ष घोर तपस्या जङ्गल चार्नुभयो, त्यहाँ गुफाहरूमा चाहिँ बस्नुभयो, कहिले खानुभयो कहिले खानु भएन होइन। त्यस्तो एउटा साधु सन्त होइन त्यस्तो किसिमको जीवनचर्या कति अप्ठ्यारो हुन्छ होइन। र ती सबै चिजहरू पार गर्दै 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 गएपछि उहाँलाई त्यो दिव्य ज्ञानको एउटा के भयो त अनुभूति भयो, बुद्धत्व प्राप्त भयो। त्यसै कारण तपाईँहरू पनि साइक्लिङ गर्दाखेरि कति गाह्रो हुन्छ, कहिले काहीँ यस्तो चिसो हुन्छ, कहिले काहीँ गर्मी हुन्छ, पुरा पसिनै पसिना छुटिरहेको हुन्छ। तपाईँहरू विभिन्न देशहरूमा जानुहुन्छ, कहिले अफ्रिकामा कहिले कहाँ कस्ता कस्ता चाहिँ डरलाग्दा मान्छेहरू हुन्छन् तिनीहरू होइन। मान्छेको मासु खाने मान्छेहरू पनि तपाईँहरूले भेट्नुभयो होला होइन, उहाँ पुष्कर शाहले भेट्नुभयो होला होइन। भनेपछि यो एउटा यस्तो किसिमको यात्रा जीवन नै यात्रा हो होइन। यो शिखरमा पुगिसकेपछि फेरि झर्न नपरो। तपाईँहरूको यो साइक्लिङमा तपाईँहरूले जो एउटा साधना होइन, तपाईँ पनि एउटा साधकी हो, साधकी हो, तपाईँहरूको साधना छ। म त्यो साधनालाई एकदमै प्रशंसा गर्न चाहन्छु र अवश्य पनि बुद्ध भगवानले जुन बुद्धत्व ज्ञान प्राप्त गर्नुभयो त्यो एउटा अनुभूति तपाईँहरूको जीवनमा प्राप्त होस्। आज लुम्बिनी जस्तो पवित्र ठाउँमा साइक्लिङ गरेर आउनुभएकोमा होइन तपाईँहरूलाई विशेष भगवान बुद्ध माता मायादेवीको आशीर्वाद प्राप्त होस्। तपाईँहरूको सबै मनोकामना इच्छा आकाङ्क्षा म लुम्बिनीसम्म साइक्लिङ गरेर होइन। Do they have some aspirations? May this my aspirations be होला भित्र aspirations by the blessings of the Buddha and by the blessings of great Mother धेरै पनि म धेरै तपाईहरुको यो साइक्लिङ को लागि म धेरै तपाईहरुलाई धन्यवाद दिँदै हाम्रो बुद्धको साधुवाद हैन। तपाईहरुलाई म धेरै आजको यो वस्तु अनुसार आँखामा काँडै संसार आँखामा फुलै संसार आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार